प्रभु ख्रिस्ट येशूमा भएका सबै विश्वासी जनहरू अनि परमेश्वरका पवित्र जनहरूलाई प्रभु येशूको नाउँमा अभिवादन साथ जय मसीह टक्राउँछु। अनि म पास्टर जेम्स लामा अनि म तेजपुरबाट आएको हुँ। अनि आज तपाईहरुसँग केही कुराहरू परमेश्वरको वचनबाट बाँड्न लागिरहेको छु। अनि ताकि हाम्रो जीवनमा परमेश्वरको सामर्थ्य चाहिँ आएको होस्, परमेश्वरको उपस्थिति हाम्रो जीवनमा आएको होस्, परमेश्वरले हामीहरूलाई कस्तो प्रकारले आशिष दिनु चाहनुभएको छ त्यो कुराहरूलाई बुझ्नका लागि केही समय म तपाईहरुसँग बिताउन चाहन्छु। अनि म विशेष गरी आज तपाईहरुसँग के बाँड्न चाहन्छु भनेदेखि परमेश्वरले हामीहरूलाई अभिषेक गर्नुभएको छ। अनि हामी चाहिँ परमेश्वरको वचनले भन्दछ हामी चाहिँ अभिषेक जनहरू हौँ। अनि किनभने हामी अभिषेक जनलाई विश्वास गर्छौँ। ख्रिस्ट येशू चाहिँ अभिषेक जन हुनुहुन्छ। अनि उहाँलाई विश्वास गरेको कारणले हामी पनि आज परमेश्वरले हामीलाई अभिषेक गर्नुभएको छ र हामी पनि प्रभु येशू ख्रिस्टमा विश्वास गरेको कारणले हामी पनि अभिषेक जनहरू हौँ। परमेश्वरलाई धन्यवाद होस्। येशू ख्रिस्टलाई उहाँले यस पृथ्वीमा पठाउनु भयो र उहाँको द्वारा आज हामीहरूले उहाँको अभिषेकलाई पाएको छौँ। र त्यो अभिषेकलाई पाएर हाम्रो जीवनमा राख्ने मात्र होइन, तर त्यो अभिषेकलाई पाएर हामी सारा जगतमा गएर ख्रिस्ट येशूको वचनलाई प्रचार गर्नको लागि र एउटा असल विश्वासी जीवन जिउनको लागि प्रभुले हामीलाई अभिषेक गर्नुभएको। प्रेरितको किताबमा प्रभुले भन्नुहुन्छ, जब पवित्र आत्मा आउँछ तिमीहरू माथि अनि तिमीहरूले सामर्थ पाउनेछौ र तिमीहरू यरुशलेममा, यहुदियामा अनि सामरियामा अनि सारा जाति, सारा जगतको अन्तसम्म तिमीहरू मेरो गवाही हुनेछौ भनेर प्रभुले हामीलाई भन्नुभएको छ। आज म तपाईहरुलाई बताउन चाहन्छु जसले गर्दा चाहिँ हाम्रो जीवनमा भएको अभिषेकहरू चाहिँ बढेर जाँदछ। पहिलो कुरा चाहिँ के हो भनेदेखि त्यो कुरा चाहिँ प्रार्थना हो। अनि हामी देख्छौँ एउटा विश्वासी जीवनमा प्रार्थना चाहिँ हामीले लिइरहेको श्वास जस्तै हो। अनि प्रभुलाई धन्यवाद छ कि आजका दिन प्रभुले हामीलाई सिकाइरहनु भएको छ कि प्रार्थना गर। प्रभुले भन्नुभयो प्रार्थना गर र परीक्षामा नपर। प्रभुले भन्नुभयो निरन्तर प्रार्थना गरि नै रहौ। पाउलले पनि हामीलाई बताउँदछ कि कसरी हामीले निरन्तर प्रार्थना गरि नै रहनु पर्ने कुराहरू। अनि प्रार्थनाले चाहिँ के गर्छ भनेदेखि प्रार्थनाले चाहिँ स्वर्गको ढोकाहरू खोल्दछ प्रिय हो। प्रार्थनाले चाहिँ हाम्रो जीवनमा बन्द भएको ढोकाहरूलाई खोल्दछ प्रिय हो। अनि यस कारणले आज एउटा विश्वासीले चाहिँ प्रार्थना नगरिकन चाहिँ बस्नु नसक्ने कुराहरू हामी पाउँदछौँ। प्रार्थनाले चाहिँ संसारलाई उल्टा पुल्टा पार्ने कामहरू हामी देखेका छौँ। अनि प्रभु येशूको जीवनमा पनि हामी देख्छौँ उहाँ रातभरि प्रार्थना गर्नुहुन्थ्यो अनि दिनमा आएर उहाँको सेवकाईलाई गर्नुहुन्थ्यो। अनि उहाँको सेवकाईमा चमत्कार र चिन्हहरू र अभिषेक भएको हामी देख्छौँ कि लङ्गडाहरू निको भएका, अन्धहरू निको भएका हामी देख्छौँ अनि बिमारीहरू निको भएको देख्छौँ। प्रार्थना चाहिँ हामीहरूलाई चाहिने एउटा सामर्थ्य हो प्रिय हो। एउटा विश्वासी जीवनमा हामीहरूलाई सामर्थ्य रूपमा जिउनको लागि प्रभुले हामीलाई प्रार्थनाको कुराहरू सिकाइरहनु भएको छ। प्रिय प्रभुका सन्तानहरू, आज प्रभुले हामीलाई के सिकाउनुहुन्छ भनेदेखि हाम्रो जीवन चाहिँ प्रार्थनाको जीवन हुनुपर्छ प्रिय हो। आज हामी देख्छौँ पाउलको जीवन पनि प्रार्थनाको जीवन थियो। हामी देख्छौँ दानियलको जीवन पनि प्रार्थनाको जीवन थियो। हामी देख्छौँ धेरै मान्छेहरू जो बाइबलमा हामी देख्छौँ कि तिनीहरूको जीवन चाहिँ प्रार्थनाको जीवन थियो। यसकारण तिनीहरूको जीवनले गर्दाखेरि तिनीहरूको प्रार्थनाको जीवनले हामी देख्दछौँ कि धेरै ठुलो कामहरू संसारमा भएको हामी देख्छौँ। म तपाईँलाई एउटा व्यक्तिको विषयमा बताउन चाहन्छु जो चाहिँ यहुदी थिएन। उहाँको नाम चाहिँ कर्नेलियस थियो। अनि त्यो चाहिँ प्रेरितको किताब 10 अध्यायमा हामी पाउँदछौँ। त्यो व्यक्तिले चाहिँ के गर्थ्यो भनेदेखि त्यहाँ लेखेको छ दिनहुँ परमेश्वरसँग प्रार्थना गर्थ्यो। जुन परमेश्वरलाई उसले चिन्दैन थियो त्यो परमेश्वरलाई उसले दिनहुँ प्रार्थना गर्थ्यो। अनि उसले दान पनि दिने गर्थ्यो। अनि त्यो परमेश्वरसँग उसले फास्टिङ गरेको हामी देख्दछौँ। अनि हामी के देख्छौँ भनेदेखि उसको प्रार्थनाको जीवनको कारणले हामी देख्छौँ कि एक दिन स्वर्गदूत स्वर्गबाट उत्रेर आएर उसलाई भिजिट गरेको हामी देख्छौँ, उसलाई भेट गरेको हामी देख्छौँ। एउटा केही सन्देशहरू लिएर स्वर्गदूतले एउटा केही डिभाइन काम, एउटा स्वर्गीय काम लिएर ऊ चाहिँ कर्नेलियसको उसको घरमा आएको अनि उसलाई दर्शन दिएको हामी पाउँदछौँ। प्रिय म तपाईँलाई के भन्न चाहन्छु, त्यसरी नै आज यदि हामी प्रार्थनाको जीवन जिउँछौँ, यदि हामी प्रार्थना गर्छौँ भनेदेखि आज स्वर्गको ढोकाहरू खोलिनेछ प्रिय हो। अनि तपाईँलाई एउटा डिभाइन एपोइन्टमेन्टको कुराहरू
हामी पाउँदछौँ। एउटा परमेश्वरले तपाईँलाई इन्स्ट्रुमेन्ट बनाउनु हुनेछ, किनभने जसरी कर्नेलियसलाई परमेश्वरले इन्स्ट्रुमेन्ट बनाउनु भयो, स्वर्गदूतहरू पठाउनु भयो, अनि स्वर्गदूतले एउटा सन्देश लिएर आएको छ। के सन्देश लिएर आएको छ? उसले भन्दछ, गएर जोपामा बसिरहेका प्रभुका दास पत्रुसलाई लिएर आऊ। अनि पत्रुसलाई जब उसले लिएर आउँदछ, उसले घरमा सबै आफ्नो कुटुम्बहरूलाई जम्मा गरिरहेको छ, पडोसीहरूलाई जम्मा गरिरहेको छ। अनि हामी देख्छौँ पत्रुस आएर उसले जब प्रचार गर्छ, हामी त्यहाँ देख्छौँ पवित्र आत्माले भरिएका हामी देख्छौँ। त्यहाँका मान्छेहरूले परमेश्वरको वचनलाई सुनेर तिनीहरू लडी बढी, तिनीहरू एकदम पवित्र आत्माले भरिएका हामी देख्छौँ, नयाँ जीवन पाएको हामी देख्छौँ। अनन्त जीवनको बाटोहरू धेरै मान्छेको लागि खोलिएको हामी देख्छौँ, किनभने परमेश्वरको वचनमा लेखेको छ कर्नेलियस प्रार्थना गर्ने व्यक्ति थियो, अनि उसले प्रार्थना र फास्टिङ र प्रभुलाई दान दिने कामहरू गर्थ्यो। उसको जीवनको यो प्रार्थनाको जीवनले गर्दाखेरि हामी देख्छौँ कि उसको लागि स्वर्ग खोलिन्छ, अनि स्वर्गदूत आएर उसलाई सन्देश ल्याउँदछ, अनि एउटा ठुलो इन्स्ट्रुमेन्ट उसलाई परमेश्वरले बनाउँदछ। हालेलुया, प्रभुलाई महिमा होस्। आज परमेश्वरले तपाईँको धेरै बन्द भएको दरवाजाहरूलाई खोल्न चाहनुहुन्छ। आज धेरै हाम्रो आत्मिक जीवनमा, हामीहरूको आर्थिक जीवनमा, हामीहरूको भौतिक जीवनमा, हाम्रो रिलेसनल, हामीहरूको सम्बन्धहरूको कुराहरूमा हामी देख्छौँ धेरै हाम्रो आशिषको दरवाजाहरू बन्द भएको छ, किनभने हाम्रो जीवनमा जुन प्रकारले प्रार्थना हुनु पर्थ्यो, सायद आज त्यो प्रार्थना चाहिँ हामीले गरेको छैनौँ। परमेश्वरले भन्नुहुन्छ, प्रार्थना गरेर मागेर म तिमीहरूलाई दिनेछु। प्रभुले भन्नुहुन्छ, निरन्तर प्रार्थना गर। प्रभुको वचनले भन्दछ, आज हामीले जब निरन्तर प्रार्थना गर्छौँ, ढकढकाउँछौँ, हाम्रो लागि ढोकाहरू खोलिनेछ, हाम्रो लागि दरवाजाहरू खोलिनेछ। हालेलुया, प्रभुलाई महिमा होस्। आज परमेश्वरको वचनले हामीलाई इन्करेज गर्दैछ कि आज हाम्रो बन्द दरवाजाहरू चाहिँ खोलिनेछ जब हामी प्रार्थनाको जीवनलाई जिउनेछ। आज हाम्रो जीवनमा परमेश्वरले दिनुभएको त्यो अभिषेकलाई बढाउनु हामी चाहन्छौँ भनेदेखि हाम्रो जीवन चाहिँ प्रार्थनाको जीवन हुनुपर्छ प्रिय। हामीले चाहिँ प्रार्थना गर्नुपर्छ प्रिय। आज यदि तपाईँले 10 मिनट प्रार्थना गर्नुहुन्छ अनि भन्नुहुन्छ, खोइ मलाई अभिषेक, प्रभुले भन्नुहुन्छ अझै 10 मिनट थपेर प्रार्थना गर, आधा घन्टा प्रार्थना गर, 1 घन्टा प्रार्थना गर। आज हामीहरूको प्रार्थनाको समय चाहिँ हामीले बढाउन सक्छौँ प्रिय हो। अनि जति हामी प्रार्थना गर्छौँ, हाम्रो जीवन चाहिँ अभिषेकले भरिएको जीवन हुनेछ, हाम्रो जीवनमा अभिषेकहरू थपिनेछ प्रिय हो। यो चाहिँ एउटा बाटो हो, प्रार्थना चाहिँ एउटा बाटो हो जसले गर्दाखेरि पावर, परमेश्वरको शक्तिलाई हामीले हाम्रो जीवनमा अनुभव गर्छौँ। जब हामी दुर्बल हुन्छौँ, जब हामी प्रार्थना गर्छौँ, घुट्ना टेक्छौँ, परमेश्वरको शक्ति हाम्रो जीवनमा उत्रिन्छ प्रिय हो। अनि हामी देख्छौँ कि परमेश्वरको सामर्थ्य चाहिँ प्रार्थनाको जीवनले हामी देख्दछौँ। महान महान कामहरू आज प्रभुको दासहरूले गरिरहेका छन्। महान महान कामहरू प्रभुका भइरहेको छ सारा संसारमा। हामी के देख्छौँ भनेदेखि त्यो पहिलो नम्बर कुरो उनको जीवनमा चाहिँ हामी प्रार्थनाको जीवनलाई देख्दछौँ प्रिय हो। आज हरेक विश्वासीलाई, हरेक मानिसलाई परमेश्वरले भन्नुहुन्छ, प्रार्थना गर र तिम्रो लागि ढोकाहरू खोलिनेछ, प्रार्थना गर तिम्रो जीवनको समस्याहरू समाधान हुनेछ, प्रार्थना गर तिमी आत्मामा बढ्नेछौ, प्रार्थना गर तिम्रो अभिषेक बढ्नेछ। आज हामीहरूको जीवनमा अभिषेक बढ्नु छ भनेदेखि हामीले आज प्रार्थना गर्नुपर्छ। यदि तपाईँ सामर्थ्य व्यक्ति बन्न चाहनुहुन्छ भने आज तपाईँलाई र मलाई प्रार्थना गर्नु खाँचो छ प्रिय हो। परमेश्वरलाई महिमा होस् कि आज परमेश्वरले हाम्रो जीवनमा उहाँको अभिषेकलाई दिनदिनै बढाउनु हुँदैछ, उहाँको सामर्थ्यलाई, शक्तिलाई दिनदिनै बढाउनु हुँदैछ। परमेश्वरलाई महिमा होस्। दोस्रो एकदमै महत्त्वपूर्ण कुरा के हो भनेदेखि हामी अभिषेकमा चाहिँ कसरी बढ्छौँ भनेदेखि त्यो चाहिँ हो दानको विषयमा। प्रभुले भन्नुहुन्छ लुका 6:38 कि देउ त तिमीहरूलाई दिनेछ र जुन नापले तिमीले दिनेछौ त्यही नापले तिमीलाई खाँची खाँची हल्लै हल्लै मानिसहरूले तिम्रो काखमा, तिम्रो गोदीमा तिनीहरूले फ्याँक्नेछन्। परमेश्वरको वचनले भन्दछ जब हामी दिन्छौँ हामीलाई पनि परमेश्वरले दिनुहुन्छ। जब हामी दिन्छौँ, जब हामी छर्छौँ, जसरी हामी देख्छौँ कि खेतमा जब हामीले बिउ छर्छौँ भनेदेखि त्यसको 100 गुणा फसल हामी कट्ने गर्छौँ। प्रभुले भन्नुहुन्छ देऊ र तिमीलाई दिनेछ। जब तपाईँले र मैले दिन्छौँ, जब परमेश्वरको लागि हामी हृदय राख्छौँ, परमेश्वरको राज्यको लागि हामी केही गर्न चाहन्छौँ, हामीले नदिकन हुँदैन प्रिय हो। आज हामी परमेश्वरको सेवकाई गर्न चाहन्छौँ, आज ठुलो ठुलो प्रभुको
सेवकाईहरू भइरहेको छ। के कारणले भइरहेको छ? किनभने मानिसहरूले परमेश्वरलाई मुट्ठी खोलेर दिइरहेको छ। आज हामी धेरैपल्ट परमेश्वरलाई यसरी माग्छौँ, किनभने यसरी माग्दा चाहिँ हामीले पाएको कुराहरू पनि हामी थाप्न सक्दैनौँ। जब हामी यसरी दिन्छौँ, यसरी माग्छौँ परमेश्वरलाई, हामी हात खोलेर जब हामी परमेश्वरलाई दिन्छौँ, हामी देख्छौँ हाम्रो जीवनमा ठुलो आशिषहरू आएको हामी देख्दछौँ। हालेलुया। परमेश्वरको राज्यमा, परमेश्वरको राज्यको लागि परमेश्वरको इच्छा छ। प्रभुले भन्नुभएको छ, जसरी स्वर्गमा परमेश्वर पिताको इच्छा पुरा हुन्छ, त्यसरी नै यस पृथ्वीमा पनि परमेश्वरको राज्य, परमेश्वरको इच्छा पुरा होस् भनेर प्रभु येशूले भन्नुहुन्छ। परमेश्वर एकदमै चाहनुहुन्छ कि यस पृथ्वीमा चाहिँ उहाँको राज्य स्थापना भएको होस्। हालेलुया। परमेश्वरको राज्य स्थापना गर्नको लागि परमेश्वरले हामीलाई अधिकार दिनुभएको छ, हामीलाई काम दिनुभएको छ। जाऊ र सारा जातिको मान्छेहरूलाई सुसमाचार सुनाऊ र पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा देऊ र जुन कुराहरू मैले तिमीहरूलाई सिकाएँ आज्ञा पालन गर्न सिकाऊ भनेर प्रभुले भन्नुभएको छ। चेला बनाउने कामहरू छ प्रिय हो। चेला बनाउनुको लागि आज हामीहरूलाई धेरै पैसाहरूको खाँचो हुन्छ, धेरै दानहरूको खाँचो हुन्छ, धेरै फाइनेन्सियल कुराहरू खाँचो हुन्छ। तर आज हामीले कहाँबाट पाउने? जब हामीले दिन थाल्छौँ, जब एउटा विश्वासीले परमेश्वरको राज्यमा छर्नु थाल्छ। हे प्रिय हो, म तपाईँलाई भन्न चाहन्छु, परमेश्वर कसैको ऋणी हुनुहुन्न। परमेश्वरले तपाईँलाई 100 गुणा 1000 गुणा फर्काउनु हुनेछ। तर जब तपाईँले र मैले दिन सिक्छौँ र आज हाम्रो जीवनमा अभिषेकहरू बढेर जानेछ प्रिय। हालेलुया। अनि प्रभुको वचनले भन्दछ, देऊ त तिमीहरूलाई दिनेछ। अनि प्रभुले फेरि दोस्रो कोरिन्थीमा 9 अध्यायमा हामी देख्छौँ कि जसले प्रशस्तसँगले छर्छ त्यसले प्रशस्तसँगले कटनी गर्नेछ, जसले थोरै छर्छ त्यसले थोरै कटनी गर्छ भनेर भनेको छ प्रिय। अब यो समय आएको छ, हामीहरूको भेटीहरू चाहिँ हामीले बढाउनु पर्छ प्रिय हो। आज तपाईँले 100 रुपियाँ प्रभुलाई दिनुहुन्थ्यो भनेदेखि आज प्रभुलाई 500 रुपियाँदेखि लिएर सुरु गर्नुहोस्। परमेश्वरलाई तपाईँले 1000 रुपियाँ दिनुहुन्थ्यो भनेदेखि अब 1000लाई फेरि बढाउनुहोस्, किनभने आज हामीहरूको दानलाई बढाउनु पर्छ प्रिय, हामीहरूको अफरिङलाई हामीले बढाउनु पर्छ प्रिय हो। किनभने हामीहरूलाई परमेश्वरको अभिषेकमा बढ्नु छ। यस कारणले परमेश्वरको अभिषेकमा बढ्नु छ भनेदेखि हामीहरूले गर्ने कामहरूलाई पनि हामीहरूले बढाउनु पर्छ, हामीहरूको इच्छाहरूलाई पनि बढाउनु पर्छ, हाम्रो विश्वासको टेन्टलाई बढाउनु पर्छ, हाम्रो विश्वासको घरलाई, कोठालाई हामीले तन्काउनु पर्छ। किनभने परमेश्वरले त्यो कुरालाई बढाउनु गइरहेको छ, परमेश्वरले त्यो कुराहरूलाई भर्नु गइरहेको छ। किनभने प्रभुले भन्नुहुन्छ, दिने कुराहरूमा चाहिँ ठुलो ढोकाहरू तपाईँको र मेरो लागि खोलिनेछ प्रिय हो। आज परमेश्वरको वचनमा हामी देख्छौँ कि धेरै मान्छेहरूले प्रभुलाई दिएका हामी देख्छौँ। गॉड इज सो इन्ट्रेस्टेड इन योर गिभिङ। परमेश्वर तपाईँले कति दिनुहुन्छ त्यो कुरामा उहाँ धेरै इन्ट्रेस्टेड हुनुहुन्छ। उहाँले विधवाको भेटीलाई देखे अनि विधवाले उसकोमा जे थियो उसले विधवाले परमेश्वरको भेटीमा, परमेश्वरको दानको भेटीमा हालेकी छे। अनि हामी देख्दछौँ धनी मान्छेहरूले आफ्नो प्रशस्तताबाट निकालेर उनीहरूले हाले परमेश्वरको राज्यमा। तर प्रभुको वचनले भन्छ, विधवाकोमा जे थियो त्यो सबै कुरो उसले परमेश्वरको भेटीमा उसले हालेको हामी देख्छौँ। परमेश्वरले हेरिरहनु भएको थियो, परमेश्वरले देखिरहनु भएको थियो कि कसले कति दिँदैछ, कसको पकेटमा कति छ, कसको गोजीमा कति छ, कसको झोलामा कति छ, कसको ब्याङ्कमा कति छ। परमेश्वर जान्नुहुन्छ अनि तपाईँलाई परमेश्वरले चिन्नुहुन्छ कि तपाईँले कति परमेश्वरलाई दिइरहनु भएको छ। मान्छेको वास्ता नगर्नुहोस्, मान्छेको फिक्र नगर्नुहोस् कि मान्छेले तपाईँलाई के भन्दछ, तर तपाईँले परमेश्वरलाई हेर्नुहोस्। किनभने तपाईँलाई परमेश्वरले नै दिनुहुनेछ, किनभने परमेश्वरले नै तपाईँलाई दिनुभएको छ। अनि यसकारण परमेश्वरलाई नै तपाईँले दिनुपर्छ प्रिय हो। यसकारण परमेश्वरको राज्यमा परमेश्वरको वृद्धि गर्नको लागि आज हाम्रोमा प्रशस्त धनहरू परमेश्वरले दिनुभएको छ, आशिषहरू दिनुभएको छ। प्रभुले हामीलाई ब्लेसिङ यस प्रकारले दिनुहुन्छ कि हामीहरूलाई परमेश्वरले देख्नुहुन्छ, यदि यो मान्छेलाई मैले ब्लेस गरेँ भनेदेखि, यो मान्छेलाई मैले आशिष दिएँ भनेदेखि आज कतिजना मान्छेहरू चाहिँ यो मान्छेबाट आशिषित हुनेछ प्रिय हो भन्ने कुराहरू परमेश्वरले त्यो कुरालाई परमेश्वरले खोज्नुहुन्छ प्रिय हो। हालेलुया। परमेश्वरलाई धन्यवाद छ कि आज प्रभुले हामीलाई सिकाउनुहुन्छ। देऊ प्रिय हो, आज तपाईँले दिनुहुन्छ भनेदेखि अझै दिनुहोस्, अझै दिनुहोस्, अझै दिनुहोस्। इन्क्रिज योर गिभिङ, इन्क्रिज योर गिभिङ। तपाईँको दिने कामलाई बढाउनुहोस्, तपाईँको दिने कामलाई बढाउनुहोस्। परमेश्वरले तपाईँको अभिषेकलाई बढाउनुहुनेछ, तपाईँको जीवनको अभिषेकलाई बढाउनुहुन्छ, तपाईँको कार्य गर्ने क्षेत्रहरूलाई बढाउनुहुन्छ, तपाईँलाई
तपाईँले गरिरहने भएको आशिषको कामहरूलाई परमेश्वरले बढाउनुहुनेछ। तपाईँले गर्नु सक्ने क्षमताहरूलाई परमेश्वरले बढाउनुहुन्छ। उहाँले अझै तपाईँको अभिषेकलाई बढाउनुहुनेछ। हालेलुया। प्रभुलाई धन्यवाद छ कि आज परमेश्वरको लोकहरूले दिएको कारणले परमेश्वरको राज्यमा प्रशस्तसँगले काम भइरहेको छ। प्रिय हो, आज तपाईँले भन्नु चाहनुहुन्छ भनेदेखि म 10वां अंश किन दिनु, म भेटी किन दिनु, के म पास्टरलाई दिनु? तपाईँले पास्टरलाई दिनुहुन्न। प्रभुको वचनमा लेखेको छ 10वां अंश र भेटी चाहिँ मेरो घरमा ल्याऊ भनेर प्रभुले भन्नुभएको छ। परमेश्वरले हामीहरूलाई उहाँको भण्डार चाहिँ कहिले पनि खाली नहोस् भनेर प्रभु चाहनुहुन्छ। उहाँको भण्डार चाहिँ भरिएको चाहनुहुन्छ। हेर्नुहोस्, जब तपाईँले आफ्नो परमेश्वरको भण्डारमा तपाईँले भेटीहरू ल्याउनुहुन्छ भनेदेखि तपाईँको भण्डारलाई परमेश्वरले कहिले पनि खाली राख्नुहुने छैन। तपाईँको कमाइलाई कहिले पनि उहाँले सुखा पार्नुहुने छैन, तर तपाईँको भण्डारलाई पनि उहाँले भर्नुहुनेछ, किनभने तपाईँले परमेश्वरको भण्डारको वास्ता गर्नुहुन्छ। ओ प्रभुको राज्यमा जब तपाईँले ल्याउनुहुन्छ, धेरै पास्टर प्रचारकहरू, धेरै प्रभुका काम गर्ने मान्छेहरूले आशिष पाउनेछ र तिनीहरू खुसी भएर अझै धेरै परमेश्वरको काम गर्नेछ, किनभने तपाईँले दिनुहुँदैछ। प्रिय, म तपाईँलाई भन्न चाहन्छु, जुन ठाउँमा तपाईँले आत्मिक भोजन पाउनु हुँदैछ त्यहाँ तपाईँले आफ्नो 10वां अंश र भेटी ल्याउनुहोस् अनि त्यहाँबाट चाहिँ परमेश्वरको राज्यलाई बढाउनुहोस्। गिभ मोर 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 मोर, इन्क्रिज योर गिभिङ, गड विल इन्क्रिज योर एनोइन्टिङ। परमेश्वरले तपाईँको अभिषेकलाई बढाउनु हुनेछ। दिनेको विषयमा हामी देख्छौँ अझै कि परमेश्वरले कसरी एउटा चमत्कार भएको हामी देख्छौँ। सरपतको विधवालाई कसरी परमेश्वरले प्रयोग गर्नुभएको थियो अनि उहाँको जीवनमा हामीले के देख्यौँ भनेदेखि उहाँले चाहिँ उसकोमा भएको अन्तिम भोजन, अन्तिम पिठो र तेल जो चाहिँ आफ्नो छोरालाई खिलाएर र आफू खाएर ऊ मर्न लागेकी थिए, त्यो कुरालाई सोचिरहेको बेलामा परमेश्वरले एलियालाई उसकोमा पठाउँदछ अनि परमेश्वरले भन्नुहुन्छ मैले एउटा विधवालाई तयार गरेको छु अनि जुन विधवाले चाहिँ तँलाई खिलाउने छ। अनि एलिया जब सरपतको विधवाकोमा आउँदछ अनि एलियाले भन्दछ मलाई पानी देऊ, अनि पानी माग्दा फेरि उहाँले भन्छ मलाई पानी मात्र होइन मलाई रोटी पनि देऊ। अनि विधवाले के भन्छ भनेदेखि उहाँले भन्छन् कि मेरोमा त अलिकति तेल बाहेक र अलिकति पिठो बाहेक मेरोमा केही छैन, किनभने त्यो चाहिँ हामीले अन्तिम भोजन खाएर हामी मर्न लागेका छौँ। परमेश्वरको वचनले भन्दछ, एलियालाई प्रभुले भन्नुभयो एलिया त गएर सरपतकोमा जा, सरपतको विधवालाई मैले खटाएको छु अनि उसले तिमीलाई खाना खिलाउने छ। अनि हामी देख्दछौँ कि एलियाले त्यो सरपतको विधवा स्त्रीलाई भन्दछ कि हेर, परमप्रभुले यसरी भन्दछ कि जबसम्म यो पृथ्वीमा, जबसम्म यो संसारमा, यो देशमा जबसम्म पानी परमेश्वरले पठाउनुहुन्न तबसम्म तिम्रो पिठो सिद्धिने छैन, तिम्रो तेल सकिने छैन। अनि म प्रभुको वचनमा हामी जब देख्छौँ त्यहाँ प्रभुको वचनले के भन्दछ भनेदेखि जबसम्म एलिया त्यो घरमा बसे, जबसम्म स्वर्गबाट पानी पठाएन त्यो देशमा, विधवाको तेल पनि सकिएन अनि विधवाको पिठो पनि सकिएन। प्रभुले आज हामीलाई के सिकाउन चाहनुहुन्छ भनेदेखि आज विधवाले उसको अन्तिम भोजन एउटा प्रभुको दासलाई दिएको हामी देख्छौँ। अनि प्रभुले भन्नुहुन्छ कि विधवालाई चाहिँ परमेश्वरले आशिष दिनुभयो, यस्तो आशिष दिनुभयो कि उसको भोजन, उसको तेल र उसको पिठो चाहिँ कहिले पनि सकिएन। प्रिय, आज म तपाईँलाई भन्न चाहन्छु, आज हुनसक्छ तपाईँकोमा अन्तिम कुरोहरू छ, तपाईँले भन्नुहुन्छ यो चाहिँ मेरो अन्तिम कुरा हो, मेरोमा यस बाहेक अरू छैन, म कसरी परमेश्वरको राज्यमा दिउँ, म कसरी परमेश्वरलाई दिउँ यो कुराहरू, किनभने मैले यो दिएँ भने त मेरो परिवारले के खानेछ, मेरो घर संसार कसरी चल्नेछ, म कसरी अगाडि बढ्नेछु। आज तपाईँले त्यसरी सोच्नुहुन्छ भने प्रभुले भन्नुहुन्छ गिभ एन्ड इट विल बी गिभन टु यु, देऊ र तिमीहरूलाई दिनेछ। अनि तिमीलाई जुन नापले दिएको छौ त्यो नापले मात्र होइन, तर तिमीलाई खाँदी खाँदी हल्लै तिम्रो काखमा मान्छेहरूले फ्याँक्नेछन्। हालेलुया। परमेश्वरले तिम्रो काखमा तिमीलाई परमेश्वरले दिनुहुनेछ। हालेलुया। परमेश्वरले तपाईँलाई दिनुहुनेछ। हालेलुया। प्रभुको वचनले भन्दछ आज हामीले दिनुपर्छ। प्रिय हो, आज हामी देख्दछौँ तपाईँले र मैले यही कुराहरूलाई सिक्यौँ कि हामीहरूको अभिषेकलाई हामीले बढाउनु छ भनेदेखि हामीले दुईवटा कुरो गर्नुपर्छ, प्रार्थना अनि दिने कुराहरूमा हामी अगाडि बढ्नुपर्छ। प्रार्थना धेरै गर्दै जानुहोस्, परमेश्वरले अभिषेक बढाउनु हुनेछ। दिँदै जानुहोस् परमेश्वरको राज्यमा, तपाईँको दिने कामलाई पनि बढाउनु हुनेछ अनि तपाईँको अभिषेकलाई बढाउनु हुनेछ। प्रिय हो, आज म तपाईँको लागि प्रार्थना गर्न चाहन्छु। परमेश्वरले तपाईँको खाँचोलाई पुरा गर्नुहुनेछ। यदि तपाईँले
परमेश्वरको खाँचोलाई पुरा गर्नुहुन्छ भनेदेखि आउनुहोस् म तपाईँको लागि प्रार्थना गर्नेछु। महान परमेश्वर पिता, म प्रार्थना गर्नेछु यस गरी विशेष गरी जोरले मलाई आज देखिरहेको छ अनि जोहरूले यो वचनलाई सुनिरहेका छन्। म प्रार्थना गर्छु ती मानिसहरूलाई प्रभु तपाईँले आशिष गर्नुहोस्, उहाँलाई छुनुहोस्, उहाँको जीवनमा चाहिएको अभिषेकलाई प्रभु तपाईँले बढाउनुहोस्। हुनसक्छ आज तिनीहरू बिमारी होला, हुनसक्छ तिनीहरू तङ्गीमा होला, उनीहरूको हालत असल छैन होला, उनीहरूको परिस्थिति सही छैन होला, तर परमेश्वर म प्रार्थना गर्छु आज यो भाइ बहिनीहरूलाई प्रभु तपाईँले छुइदिनुहोस् प्रभु, अनि उहाँहरूको हृदयको कोठालाई बढाइदिनुहोस् प्रभु, उहाँहरूको प्रार्थनाको जीवनलाई बढाउनुहोस् प्रभु, उहाँहरूको दिने जीवनलाई प्रभु तपाईँले बढाउनुहोस् प्रभुजी। हालेलुया। महान परमेश्वर तपाईँले अभिषेक गर्नुहोस् यहाँहरूलाई प्रभु, यो हेरिरहेका मान्छेहरूलाई जतिले प्रभु यो तपाईँको वचनलाई सुनेका छन् प्रभु तपाईँले हरेकलाई छुनुहोस् यस घडी अनि तपाईँले अभिषेक गर्नुहोस् प्रभु। धन्यवाद पिता परमेश्वर, तपाईँ महान हुनुहुन्छ, तपाईँ हामीलाई आशिष दिने परमेश्वर हुनुहुन्छ। तपाईँले हामीलाई श्राप दिनुहुने छैन, तर तपाईँले हामीलाई आशिष दिने परमेश्वर, फल्ने फुल्ने र वृद्धि गराउने परमेश्वर हुनुहुन्छ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ आजको यो सुन्दर समयको लागि। आदर महिमा प्रशंसा तपाईँलाई येशूको नाममा।